नमस्कार साथीहरू, आज म तपाईलाई सुनाउँदै छु एक मिठासले भरिएको श्रीमान श्रीमतीको प्रेम कथा। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोस् अनि लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सनुहोस् है त। अब कथा सुरु गरौँ है। कुनै गाउँको एक छेउमा हरिप्रसाद र गंगा नामका श्रीमान श्रीमती बस्थे। उनीहरू दुवैले 75 वर्ष उमेर पार गरिसकेका थिए, तर दिलमा प्रेम भने अझै ताजा देखिन्थ्यो। हरेक बिहान हरिप्रसाद भन्थे, तिमी अझै पनि कति राम्री देखिन्छौ है गंगा। गंगा लजाउँदै भन्थिन्, बुढो भइसकेपछि पनि कति जिस्कन्छौ। दुईजना मिलेर गाईलाई घाँस खुवाउँथे, चिया पकाएर खान्थे अनि ओछ्यानमा बसेर मिठा गफगाफहरू गर्थे। फेरि हरिप्रसाद भन्थे, हाम्रा छोराछोरीहरू त ठुला भएर सहर गइसके, तर हाम्रो साथ त उस्तै छ, हाम्रो माया पनि उस्तै छ। गंगा हाँस्दै भन्थिन्, तिम्रो मिठो बोलीले नै अहिलेसम्म अडिरहेकी छु। साँझ आँगनमा बस्थे, पुराना दिनहरू सम्झन्थे। फेरि हरिप्रसाद भन्थे, हाम्रो बिहेको दिन सम्झिन्छौ। गंगा हाँस्दै भन्थिन्, म त डरले मुटु ढुकढुक हुन्छ। दुवैजना हाँसे। अनि गाउँका केटाकेटीहरू पनि उनीहरूलाई देखेर भन्थे, हाम्रा बाजे बजै त कति राम्रा छन् है, कहिल्यै झगडा गर्दैनन्, सधैँ एकसाथ मिलेर बस्छन्। एक दिन गंगाले भनिन्, म त तिमी भन्दा अगाडि जान्छु जस्तो लाग्छ नि, तिमी म बिना बाँच्न सक्छौ। हरिप्रसादले हात समाउँदै भने, हामी दुईजनाको आत्मा एउटै भइसकेको छ, हामी कहिल्यै टाढा हुने छैनौँ। दुवैका आँखा रसिला भए, एकअर्कालाई अङ्कमाल गरे र अबदेखि कहिल्यै पनि त्यस्तो कुरा नगर्ने भनेर बाचा पनि गरे। साथीहरू, यो थियो हरिप्रसाद र गंगाको मिठासपूर्ण प्रेम कथा। यो प्रेमले हामी सबैलाई सिकायो, साँचो प्रेम उमेरले होइन, मनले टिक्छ भनेर। ल त साथीहरू, आजको कथा यति नै। तपाईलाई कथा कस्तो लाग्यो? मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा साँचो प्रेम अमर हुन्छ भनेर लेख्नुहोस्, साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् है त। ल साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरू सम्पूर्णमा कृतज्ञता व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। अब फेरि हामी अर्को भिडियोमा रमाइलो कथा लिएर आउँदाखेरि भेटौँला है त। सबैलाई धन्यवाद। बाई बाई, नमस्कार।